मुमा, अब म यहाँबाट गएर प्रतापगढका बादशाह अश्वकेतुसित कुराकानी गरी आफ्नो भान्जाको निम्ति सुनकेसरा रानीलाई माग्दछु। हेरौँ ती कस्तो उत्तर दिँदा रहेछन्। मेरो अनुमानले त तिनले अस्वीकार गर्ने कुनै पनि कारण देखिरहेको छैन। छोराले राखेको त्यस्तो प्रस्ताव सुनेर महारानीको चित्त प्रसन्न भएन। तिनले 1 मिनेट जति विचार गरेर भनिन्, बाबु, तिमीले यो राम्रो काम गरेनौ, किनकि ती बादशाह अश्वकेतु अभिमानी, घमण्डी र उद्दण्ड स्वभावका छन्। ती समस्त संसारमा आफूभन्दा ठुलो र बुद्धिमान वा गुणी अरू पनि छन् वा हुन सक्दछन् भन्ने कुरा विश्वास गर्न असम्भव छ। तिनको स्वभाव यथार्थ जानेर पनि तिनैकी छोरीको रूप र गुणको चर्चा चलाई तस्बिर समेत हेर्ने मौका दिएर राम्रो काम गरेनौ। बालक भान्जालाई यो आश्वासन दिएर माया मोहमा अल्झाउनु उचित थिएन। तिमीहरूबाट यो अक्षम्य भूल भएछ। अब यसको निराकरण कसरी गर्ने हो भन्ने विचार गर्नु आवश्यक छ। जयसेनले बिन्ती गरे, मुमा, हामीले उपाय नगरेको होइन, तर दैवको इच्छाको सामु हामीले गरेका सुरक्षा व्यर्थ हुन गयो। हुने कुरा नभई छाड्दैन, नहुने कुरा कदापि हुन सक्दैन। यो दैवको विधान हो। अतः बितिसकेको कुरामा चर्चा गर्नु झन् मूर्खतापूर्ण काम हुनेछ। भान्जा सुनकेसरामाथि तन मनले मोहित भइसकेका छन्। अतः अब ती कन्यासित विवाह नहुने जस्तो स्थिति आइलाग्यो भने भान्जाको जीवन सुरक्षित रहिरहन्न भन्ने मेरो आँट पुगिरहेको छैन। तिनले आत्महत्या गर्न पनि बेर लाग्ने छैन। अब म अश्वकेतुको राजधानी प्रतापगढ जान्छु र उनलाई अनेक थरीका बहुमूल्य रत्नहरू सौगातको रूपमा टक्राएर आदरपूर्वक प्रार्थना गरेर भान्जाको निम्ति उनकी छोरी सुनकेसरा रानी दिने प्रार्थना गर्दछु। पृथ्वीका सम्राटको निम्ति कन्या माग्न आएपछि तिनले हाम्रो प्रस्ताव स्वीकार गरेर अवश्य कन्या दिनेछन् भन्ने मेरो विश्वास छ। जयसेनका त्यस्ता कुरा सुनेर सुनैना महारानीले भनिन्, बाबु, तिमीले भने जस्तै भइदिए त सुनमा सुगन्ध जस्तै हुने थियो। तर मलाई त त्यो अश्वकेतु घमण्डी हुनाले सहजै स्वीकार गर्ला जस्तो लागिरहेको छैन। त्यसको मुख्य कारण के हो भने त्यो साह्रै अहङ्कारीलाई निहुर्याउन निकै कठिन पर्दछ। अतः हेरौ, भगवानको के इच्छा छ, बेला मौका विचार गरेर त्यसै अनुसार कुरा गर्न तिमीलाई कसैले पनि सिकाउनु पर्दैन। मैले पनि त्यस विषयमा तिमीलाई कुनै अर्थी दिन चाहन्न। आफ्नो सुरक्षाको निम्ति केही सैन्यहरू पनि लिएर जानु पर्दछ। नाति सूर्य विक्रमलाई म आफूसित यहीँ राख्दछु। भगवानसित प्रार्थना गर्दछु तिमी आफ्नो काममा सफल भएर आए। यति भनेर अश्वकेतुलाई दिन भनेर खोजमेल गरे पनि पाउन नसकिने जस्ता अमूल्य रत्नहरू र अनेक गहना, मुगा, पन्ना, हिरा आदि रत्नकै कन्तुरमा सबै सामान हालेर उनको हातमा दिएर फेरि भनिन्, बाबु, सावधान र सतर्क भएर सबै काम कुरा मिलाउनु। ईश्वरले तिम्रो सुरक्षा गरून्। यति भनेर जाने बिदा दिन्। अनि जयसेन पनि मुमाको आशीर्वाद प्राप्त गरी अरू पनि सबैसित विदा भएर केही सैन्य गुप्त चालले प्रस्थान गर्दा भए। बादशाह जयसेन त्यहाँबाट प्रस्थान गरेर केही दिनमा आफ्नो गन्तव्य स्थान वा भूमध्य सागरको जलभित्रको अलौकिक नगरीमा पुगे। त्यो समाचार गुप्तचरले बादशाह अश्वकेतुका हजुरमा पुर्याइसकेका थिए। अतः उनले तिमीहरूलाई ससम्मान लिएर आउनु भनी आफ्नो मुख्य सरदार सहित मन्त्रीलाई पनि पठाइदिए। ती सबैजना गएर जयसेनलाई सैन्य सहित ठूलो आदर गर्दै उत्तम महलमा बसाले। महाराज अश्वकेतुले तिनीहरू आएको देखेर जयसेनलाई उठेर गई अङ्कमाल गरेर प्रेम प्रदर्शित गरिदिए। अनि अश्वकेतुले आफ्नो मुख्य महलमा लगेर सिंहासनमा आधा भाग खाली पारेर बस्न दिए। अब दुवैजनामा पहिले क्षेम कुशलको आदान प्रदान भयो। अनि अश्वकेतुले प्रश्न गरे, हे महाराज, आज अनेक कष्ट उठाई मलाई दर्शन दिनुपर्ने कारण के हो, जान्न पाए आनन्द हुने थियो।
यदि मैले कुनै सहायता वा मद्दत गर्नुपर्दछ भने कुनै प्रकारको पनि शङ्का नमानी आज्ञा होस्। म हजुरको जस्तो सुकै काम भए पनि आफ्नो शक्तिले भेटे जति सहायता गर्न तयार छु। मलाई आफ्नो हितैषी ठानेर मनको कुरा आउने कारण भन्नुहोस्। लाल सागरका बादशाह अश्वकेतुका त्यस्ता कुरा सुनि जयसेनले विनयपूर्वक भने, सरकार, हजुरको मप्रति आफ्नो अगाध स्नेह प्रदर्शित गरी सोध्नु भएकोमा म आफ्नो ठूलो सौभाग्य सम्झन्छु। धेरै दिनदेखि हजुरसित भेटघाट नभएको हुनाले दर्शन गर्न मन लागेर उपस्थित भएको हुँ। अतः हजुरको दर्शन पाएर प्रसन्न भएको छु। हाम्रो परम्परा र यस्तो चलन पनि छ कि आफूभन्दा मान्य व्यक्ति कहाँ जाँदा केही सौगात अवश्य लिएर जानुपर्दछ। रित्तो हात जानु शुभ मानिन्न। अतः आजसम्म हाम्रो यो परम्परा अबाध गतिले चलिरहेको छ। यति भनेर जयसेनले लगेको सानो कन्तुर उगारी त्यसमा भएका अनेक रत्नका माला, हिरा, मोती आदि अमूल्य रत्नहरू झिकेर उनको सामुन्ने राखिदिए अनि भन्न लागे, महाराज, संसारमा त्यही नियमको पालन गर्दछन्। अतः हजुरलाई आफूभन्दा सबै कुरामा ठूलो जानेर टक्राएको यी रत्नहरू स्वीकार गरी बक्सिए मेरो मन खुसी हुनेछ र हाम्रो मित्रता पनि झन्झन बलियो चिरस्थायी हुनेछ। यति भनेर ती उत्तरको प्रतीक्षामा मौन भए। जयसेनका कुरा सुनेर बादशाह अश्वकेतुले आफूलाई चढाएका सबै वस्तुहरू हेरेर एकछिन त अकमक्क परे। ती सबै गहना अमूल्य र अत्यन्त राम्रा थिए। ती सबै उपहार खुसी साथ स्वीकार गरेर अश्वकेतु भन्न लागे, हे महाराज, जुन सौगात आज हजुरले दिनुभयो त्यस्ता रत्नहरू वास्तवमा मसित एउटा पनि थिएन। अर्को कुरा, मसित अनेक प्रकारका रत्नहरू छन्। कुनै पनि रत्नको अभाव वा यो पाए हुने थियो भन्ने इच्छा छैन। तापनि मसित भएका रत्नमा यति ठुला र यति बढ्ता चहक टलक भएका छैनन्। मेरा रत्नहरू सामान्य हुन्। आज हजुरको कृपाले ठुला ठुला रत्नहरूको अभाव पनि पूर्ण भयो। मलाई यति धेरै र अमूल्य सौगात दिने हजुरलाई त म साक्षात् कुबेर नै ठानिरहेको छु। मेरो यति बढ्ता सम्मान गरेपछि मसित पनि केही भन्ने इच्छा भए आज्ञा होस्। हजुरको कुनै पनि आज्ञा पालन गर्न पाए मलाई प्रसन्नता हुनेछ। बादशाह अश्वकेतुका त्यस्ता विनम्र कुरा सुनेपछि महाराज जयसेनको मनमा आएको कार्य सफल हुन्छ कि भन्ने आशा जाग्यो र नम्र स्वरमा भन्न लागे, हे महाराज, मेरी बहिनी सरोजिनी मैयाको विवाह पृथ्वीका सम्राट भानु प्रतापसित उनकै राजधानी नारायणगढमा भएको हो। मेरी बहिनीका कामदेव भन्दा पनि राम्रा छोरा जन्मी अहिले सबै तरहका विद्यामा निपुण भएका छन्। मेरो भान्जा अहिले रूप, गुण, शील र शौर्यमा सबैलाई परास्त गर्ने भइसकेका छन्। तिनैको विवाह गर्ने विचारले म हजुरको सेवामा हाजिर भएको हुँ। यस सम्बन्धमा हजुरलाई कुनै आपत्ति छैन भने यो विवाहले हाम्रो मित्रता झन बलियो हुँदै जानेछ। वर कन्याको योग्य जोडा मिलाएर विवाह गरिदिए उनीहरू पनि जीवनभरि सुख सन्तोषले बस्ने थिए। ती वरवधुलाई देख्नेहरू पनि सुयोग्य जोडा मिलेको देखेर मङ्गल कामनाका साथै आशीर्वाद पनि दिनेछन्। श्री जयसेनका यस्ता कुरा सुनेर अभिमानी अश्वकेतु आँखा राता राता पारेर केही क्रोधित मुद्रामा भन्न लागे, महाराज, म त तिमीलाई निकै बुद्धिमान ठानिरहेको थिएँ, तर अहिलेको कुरा सुन्दा तिम्रो बुद्धि कता गएछ अथवा तिमी मूर्ख हौ कि भन्ने पनि लाग्यो। त्यसको कारण के भने तिमीलाई मेरो ऐश्वर्य र शक्ति सम्पत्तिको ज्ञान रहेनछ भन्ने पक्का भयो। तिमीले मलाई पृथ्वीकै बादशाह समान ठानेकोमा आश्चर्य मानिरहेको छु। पृथ्वीको राजा र राज्य जलभित्रका राजा र राज्यमा ठूलो फरक छ। तर मलाई पक्का भयो तिम्रो मृत्युले नै तिमीलाई तानेर यहाँ ल्याइ पुर्याएछ। अश्वकेतुको त्यस्तो अभिमानपूर्ण कुरा सुने पनि क्रोध प्रदर्शित नगरी मुसु मुसु हाँस्दै भने, महाराज, हजुरले मैयालाई मैले आफ्नै निम्ति मागेको हुँ कि भन्ने ठान्नुभयो कि भन्ने लागिरहेछ।
मैले त भान्जा सूर्य विक्रमको निम्ति गरेको हुँ। फेरि संसारमा कसैले पनि बढेका छोरी घरैमा राखी छाड्दैनन्। छोरीको निम्ति बेला पुगेपछि सबैले योग्य वर खोजेर सुम्पिदिनु कर्तव्य हो। के हजुरले जीवनभरि मैयालाई महलमै राखी छाड्ने इच्छा गर्नुभएको छ कि? त्यो मलाई थाहा छैन, तर यो सम्भव पनि छैन। बादशाह जयसेनका त्यस्ता कुरा सुनि अभिमानी अश्वकेतु बादशाह रिसले झन् अग्निशर्मा भए र मान मर्यादा त्यागेर मनपरी बोल्न थाले। तिमी एउटा ठुलै बादशाह भएर पनि किन यो मूर्ख जस्तै कुरा बोलिरहेका छौ? तिमी मेरी कन्या सुनकेशरा रानी के आधारमा आफ्नो भान्जा सूर्य विक्रमको योग्य ठानिरहेका छौ? तिम्रो यो मूर्खताको फल अब तिमीले अवश्य भोग्नु पर्दछ, यसमा कुनै शङ्का छैन। ती जयसेनलाई त्यति कुरा सुनाएर अश्वकेतुले अघिल्तिर उभिएका सशस्त्र सैनिक एवं अङ्गरक्षक मुख्य सरदारतिर हेर्दै आज्ञा दिए, हे सरदार, यो मूर्ख मनुष्यलाई तुरुन्त मुला काटी झैँ काटिदेऊ। आफ्ना महाराजको यस्तो हुकुम सुन्न साथ सरदार सहित अनेक सैनिक तरबार उठाएर जयसेनतिर लम्किए। ठिक त्यसै बखत महाराज जयसेनले आफ्नो औँला ठड्याए। त्यसै बेला त्यहाँ बिजुली चम्के झैँ भयो। त्यसको असह्य तेजले त्यहाँ उपस्थित सबैका आँखा बन्द भए। एकै क्षणपछि सबैले आफ्ना आँखा उघारी हेर्दा त्यहाँको परिस्थिति नै साटिसकेको थियो। जयसेन त्यहाँबाट बेपत्ता भइसकेका थिए। त्यो जादु जस्तो काम भएको देखेर त्यहाँ भएका सबैजना छक्क परिरहेका थिए। कोही पनि कसैसित केही भन्ने साहस गरिरहेको थिएन। सबै एउटा अर्कोको मुख मात्र हेरिरहेका थिए। अभिमानी बादशाह अश्वकेतुको स्थिति विचित्र थियो। चिन्ता र लाजले उनको मुखबाट बाणी निस्किरहेको थिएन। टाउको तलतिर निहुरिएको थियो। उनका आँखा जयसेनले उपहार दिएका रत्नहरू गन्न लागेका जस्ता देखिन्थे। अश्वकेतुको त्यो भव्य सभा भवनमा अकस्मात असह्य तेजिलो ज्योति देखा परेर उपस्थित सबैका आँखा बन्द तुल्याई महाराज जयसेनलाई सकुशल आफ्नो निवास स्थानमा उपस्थित गराइदियो। कसले थाहा हुन सकेन। जयसेनका सेनापति, सेना र अन्य सहयोगी सबैले आश्चर्य मानी निहुरेर सलाम गरेपछि प्रधान सेनापतिले विनयपूर्वक भने, सरकार, हजुरलाई म बढ्ता चिन्तित आत्तिए झैँ देखिरहेको छु। कारण के हो? हजुर केवल आज्ञा दिई हामीले गरेको कार्यहरू नजर गरी बक्सियोस्। हाम्रो कामले हजुरलाई निराशा हुने छैन भन्ने मेरो विश्वास छ। आफ्नो प्रधान सेनापतिका कुरा सुनेर साहसदेखि जयसेनले समस्त सेना साथमा लिएर घमण्डी राजा अश्वकेतुको नगरमा तत्काल आक्रमण गर्ने आज्ञा दिए। महाराजको हुकुम सुन्न साथ सेनापतिले आफ्ना समस्त सेनालाई तत्काल प्रस्थान गर्ने आज्ञा दिनका साथै सङ्ग्रामका उत्साहवर्धक बाजा बज्न लागे। जयसेन आफू पनि शस्त्र अस्त्रले सुसज्जित भई घोडा चढेर सङ्ग्राममा जान तयार भए। अब समस्त फौजले शत्रुमाथि आक्रमण गरिदियो। उता अश्वकेतुले पनि आफ्नो राज्यमा आक्रमण भएको देखेर समस्त सेनालाई तुरुन्त युद्धमा जानु र शत्रुको संहार गर्नु भन्ने उर्दी सुनाए। अब ती दुवै पक्षको महाभारत मचियो। दुवैतिरका सेना धमाधम मरेर गिर्न लागे। यो भाला र तरवारका सङ्ग्राम निकै बेर चल्यो र अश्वकेतुका सैनिक हारेर पछाडि भाग्न लागे। युद्धको त्यस्तो स्थिति देखेर अश्वकेतु प्राण बचाएर भाग्न लागे। ती भाग्न लागेको देखेर जयसेनका सेनाले लखेटेर तिनलाई समाते र घिच्याउँदै पाता फर्काएर बाँधी आफ्नो कैमतिर लागे। जयसेनका सेनाको विजय भयो। एकछिनपछि जयसेनका प्रधान सेनापतिले अभिमानी राजा अश्वकेतुलाई विवश पारेर आफ्ना महाराजको सामुन्ने उभ्याइदिए। महाराज जयसेनले अभिमानी बादशाह अश्वकेतुलाई त्यस्तो दयनीय स्थितिमा देखेर मुसु मुसु हाँस्दै आज्ञा दिए, सेनापति, यो घमण्डी भोटे कुकुरलाई बलियोसित थुनामा राख। यसले हाम्रा पक्षका कसैलाई टोक्न र धोका दिएर भाग्न नपाओस्। कडा पाले पहरा खट्याउनु। बादशाहको त्यस्तो आज्ञा सुनेर सेनापतिले तान्दै लगेर हात खुट्टा बाँधी थुनामा राखिदिए र कडा पहरा खटाइदिए। ती अश्वकेतु बादशाह केवल अभिमानले गर्दा सङ्ग्राम हारेर लज्जित भई कैदमा बस्नु परेर साह्रै दुखी भएका थिए।
ती अभिमानी बादशाह अश्वकेतुको नगरी प्रतापगढमा जयसेनका सैनिकहरू चारैतिर छरिएर सुरक्षा व्यवस्था कायम गर्नतिर लागे। प्रजामा कोही पनि घरबाट बाहिर देखा पर्यो भने गोली हानिदिनु भन्ने मार्शल लको झ्याली पिटाइयो। अनि जयसेनले आफ्नो मुख्य काम जसको निम्ति उनी आएका थिए धमाधम मानिस पठाएर सुनकेशरा रानीको खोजी गर्न लगाए। तर सुनकेशरा मैया महलमा छैनन् भन्ने समाचार आयो। सुनकेशरा मैया आफ्ना पिताको सङ्ग्राममा हार भएको समाचार पाएपछि फेरि उनी थुनामा छन् भन्ने जानेर 4 जना विश्वासी सङ्गिनीहरू लिएर कसैलाई पनि केही नभनी महल त्यागेर जङ्गलको बाटो लागिन्। उतै लुकेर केही दिन जङ्गलमै बिताउने उनको भित्री विचार थियो। महलमा सुनकेशरा रानी छैनन् भन्ने समाचारले दुखी भएका महाराज जयसेन ठूलो चिन्तामा परे, जसको निम्ति यहाँसम्म आएर मेरा अनेक सैनिकले आफ्नो प्राणसम्म फाले, ठूलो सङ्ग्राम भएर राज्य उलटपुलट समेत भयो। उनै मैया महलमा छैनन् भने म स्वयं हेर्न जान्छु भन्ने निश्चय गरेर केही मानिस साथ लिई महलमा स्वयं हेर्न गए। एउटी सुस्वारेद्वारा सुनकेशरा मैया 4 जना सखीहरू लिएर महलबाट निस्केको सम्म देखियो, तर कहाँ गइन् त्यो थाहा हुन सकेन भन्ने समाचार पाए। महाराज जयसेनद्वारा त्यो समाचार दिने दासीलाई एउटा उत्तम माला उपहार दिए। त्यहाँबाट फर्केर जयसेन सरासर आफ्नो निवास स्थानमा आए। तर अब भान्जालाई मैले के उत्तर दिने होला भन्ने चिन्तामा गाडिए। निकै बेरपछि केही शान्त भएर अनेक सैनिकहरूलाई चारै दिशातिर सुनकेशरा मैयालाई खोज्न पठाए र आफू पनि घोडा चढेर मैयाको खोजीमा अज्ञात दिशातिर प्रस्थान गरे। उता अभिमानी बादशाह अश्वकेतु आफ्नो सभाभवनमा जुन बखत कुराकानी गर्दा गर्दै रिसाएर आफ्नो अङ्गरक्षक सेनालाई यी जयसेनको घाँटी काटिदिनु भन्ने हुकुम दिएका थिए, ठिक उसै बेला जयसेनका मानिस पनि सादा वस्त्रमा नगिजै रहेर ती दुवैका परस्पर भएका कुराहरू सुनिरहेका थिए। तिनीहरूले सारा कुरा महारानी सुनैनालाई एक एक विस्तारपूर्वक सुनाइदिए। त्यो समाचार सुनेर सुनैना महारानीले साह्रै दुःख मानिन्। उता सूर्य विक्रमले पनि आफ्नो हजुरआमाको नगिजै बसेर सारा कुरा सुनिरहेका थिए। त्यो कुराले तिनलाई पनि चिन्तामा पारिदियो। उनले मनमनै विचार गरे, आज मामालाई मेरो निम्ति त्यत्रो आपत्ति आइलागेछ, अब हजुरआमालाई पनि मैले यहाँ बसेको मन पर्ने छैन। अतः अब मैले यहाँ बसेर मामाको बाटो हेरिरहनु पनि उचित छैन, बरु आफ्नै दरबारतिर जान उचित छ। यस्तो तर्क गरेर समुद्रबाट बाहिर निस्की भारतवर्षतिर जान भनी प्रस्थान गरे। कताबाट कहाँ पुगिन्छ भन्ने ज्ञान नहुनाले सूर्य विक्रम जाँदा जाँदा मुख्य बाटो बिराई त्यही एउटा अज्ञात टापुमा पुगे, जहाँ सुनकेशरा मैया लुकेर बसेकी थिइन्। महाराज सूर्य विक्रम बाटोको श्रमले लस्त भएका हुनाले एउटा झ्याम्म परेको ठूलो वृक्षमुनि बसे। उसै बखत त्यही ओरपर कसैले केही कुरा गरेको ध्वनि सुनियो, तर कुरा चाहिँ स्पष्ट बुझिएन। अनि तिनको मनमा शङ्का पर्न गयो, म त यहाँ एक्लै बसेको हुँ, अरू कोही पनि थिएन। अहिले यहाँ को र किन तथा कहाँनिर बसिरहेको छ, हेर्नु पर्यो भनेर बिस्तारै उठी आवाज आएको दिशातिर गए। त्यही नगिजै एउटा राम्रो बगैँचा देखेर उतैतिर गए। अलि पर गएपछि तिनले बगैँचामा जसको चिन्तामा यतिको काण्ड भयो उनै सुनकेशरा मैया रहेछन्। मेरो मनकी देवी यिनै हुन् भन्ने चिन्न तिनलाई कुनै गाह्रो परेन। अनि बिस्तारै सुनकेशरा मैयाको सामुन्ने गएर नम्र स्वरमा बोले, हे मैया, म त्यस भगवानलाई आत्माले धन्यवाद दिन्छु जसले आज तिमीसित अकस्मात यो जङ्गलमा भेट गरायो। यति लामो प्रतीक्षापछि आज बल्ल तिमीसित भेट भयो। हेर, म तिम्रो तस्बिर दिनरात आफ्नो छातीमा टाँसेर बाटो हेरिरहेको थिएँ, कहिले भेट होला भनेर। अब चाहिँ तिमी मलाई आफूभन्दा पर राख्ने इच्छा नगर। मैले तिमीलाई देख्न साथ चिने, किनकि आफ्नो राज्य, माता पिता, धन सम्पत्ति सबै त्यागेर योगी झैँ यो रूपले हिँडिरहेको छु। म तिमीसित सँगै बसेर दिनरात तिम्रो रूप सुधाको रसपान गरिरहनेछु भन्ने प्रतिज्ञा र आशा पनि गर्दछु। तिनको
त्यस्तो कुरा सुनि सुनकेशरा रानी पनि सूर्य विक्रम महाराजको विचित्र सौन्दर्यपूर्ण रूप देख्न साथ आत्मैदेखि मोहित भई मनमा नै तर्क गर्न लागिन्। हे ईश्वर, यस्तो अपूर्व सौन्दर्य हुने पुरुष त मैले आजसम्म देखेकी थिइनँ। यिनको रूप जस्तै बाणी पनि सुधा झैँ मिठो र राम्रो रहेछ। अब भगवानले मेरो सम्बन्ध यिनैसित जोडिदिए अवश्य सुखमय जीवन व्यतीत हुने थियो। यति तर्क गरिसकेर प्रत्यक्षमा भनिन्, महाशय, हजुर कुन वंशलाई उज्जवल पारिरहनु भएको छ? हजुरको नाम र धाम के र कहाँ हो? मेरै निम्ति राज्य माता पिता छाडेर आउने के कारण हो? आज्ञा होस्। शहजादी सुनकेशराले त्यति प्रेमपूर्वक सोधेको कुरा सुनेर मनमनै खुसीले उम्लिएर महाराज सूर्य विक्रमले भने, हे कोकिलकण्ठी सुन्दरी, म नारायणगढ राज्यको सम्राट, भारतवर्षको निवासी र सूर्य विक्रम नाम भएका एउटा साधारण व्यक्ति भने पनि हुन्छ। मेरै निम्ति मेरा मामा तिम्रो पितासँग तिमीलाई माग्न भनेर जानुभएको हो। मामा उता गएपछि म पनि एक्लै बस्दा बस्दा अत्याट लागेर भित्री मनले तिमीलाई खोजी चारैतिर भेट्छु कि भनी हिँड्दा हिँड्दै यो जङ्गलमा आइपुगे। अब प्रभुको इच्छाले यस्तो स्थानमा तिमीसित भेट पनि भयो। जसको जो प्रति सत्य स्नेह हुन्छ त्यसलाई त्यसको मनको इच्छा पूर्ण हुन्छ। आज म आफूलाई संसारभरिमा सबभन्दा ठुलो भाग्यमानी ठानिरहेको छु। शहजादी सुनकेशराले शहजादा सूर्य विक्रमको यस्तो गुण अर्थ भएको कुरा सुनि मनमनै तर्क गरिन्। यी शहजादा मेरो तस्बिर देखेर म प्रति आकर्षित भएर महल, राज्य, सुख, माता पिता सबै त्यागेर यसरी हिँडेका रहेछन्। यता म पनि यिनको रूप यौवन देखेर आकर्षित भइरहेकी छु। यिनको कारण परेर नै मेरा पिता थुनामा पर्नुभएको छ। यिनले गर्दा मैले पनि महल, सुख, भोग समस्त त्यागेर यो घोर जङ्गलमा आउनु परेको हो। अब मैले आफ्नै पिताको शत्रुसित मायाको खेल र प्रेमको नाटक गरे भने सारा प्रजाले के भन्नेछन्? फेरि म एउटी वीर र क्षत्रियकी छोरी हुँ। अतः जसरी भए पनि दृढ भएरै भनिन्, महाशय, हजुरको देश, नाम आदि सुन्दा मलाई अत्यन्त खुसी लाग्यो। त्यसमाथि झन् हजुरको सौन्दर्यले त मलाई आफ्नो मन बसमा राख्न दिइरहेको छैन। म ईश्वरसित प्रार्थना गर्दछु हामी दुवैको छिटै नै वैवाहिक सम्बन्ध जोडियोस्। मेरो पिता अलि बढ्ता अभिमानी प्रकृतिका हुनुहुन्छ। अतः उहाँले केही अनुचित गरेको भए म पिताको तर्फबाट क्षमा माग्दैछु। हजुरका मामाले मेरो पितासित नम्र भएर प्रार्थना नै गर्नुभएको हो, तर बुबाले स्वीकार गर्नु भएन। त्यो पनि उहाँको घमण्ड नै हो। त्यसको परिणाम युद्ध भयो। पिता थुनामा परि मैले भागेर यो जङ्गलमा आई प्राण रक्षा गर्न कर लाग्यो। मेरो पिताले मामाको स्थानमा हजुरलाई नै देख्न पाएको भए यो स्थिति आउने थिएन र हजुरको प्रस्ताव सहर्ष स्वीकार गर्नुहुने थियो भन्ने मेरो विश्वास छ। अरू पनि यस्तै अनेक थरीका प्रेमालाप गरेर आफ्नो अगाध प्रेम प्रकट गर्दै सुनकेशरा मैयाले सूर्य विक्रमलाई अङ्कमाल गर्न आफ्ना हात पसारिन्। उनले तिनको प्रेमभाव देखेर भित्रैदेखि खुसी भए अनि उनले पनि प्रियतमालाई अङ्कमाल गर्न हात पसारे। ठिक त्यसै बखत मनमनै रिसले आगो भएकी सुनकेशरा मैयाले त्यही राखिएको सानो कमण्डलुबाट अलिकति जल हातमा लिएर निम्नलिखित मन्त्र पढिन्। हु हु फट किम किम कुम्बिलाको छाला, उदाएका सूर्यको बलवान बाजा, भोर्लाको पातमा नाक कोरेको धो, यो चोला त्यागी डाँफेचरी हो। उपर्युक्त मन्त्र पढेर कमण्डलुको जल सूर्य विक्रमको देहमा छर्किदिन्। त्यो जल देहमा पर्न साथ शहजादा नौरङ्गे नामको डाँफेचरी भए। हे ईश्वर, यसलाई सौभाग्य भनौँ कि दुर्भाग्य, तेरो शक्तिलाई धन्यवाद छ विधाता। तेरो चक्रले गर्ने नगर्ने सबै गरिसक्यो। यत्रो भारतवर्षका सम्राट भइसकेका सूर्य विक्रम, जो एउटा भावनामा बग्ने भर्खरका युवक छन्,
तिनका मातापिता र राज्य सुख सबैबाट वञ्चित गराई केवल तस्बिरको आधारमा मोहित तुल्याई विभिन्न स्थानमा ठोकर खाँदै भ्रमण गर्न विवश गराइस्। सुखमा बसेको व्यक्तिलाई विपत्तिमा गाडी अन्त्यमा इच्छित प्रियसित मिलाप गराई दुवैको इच्छा पूर्ण हुने स्थिति आइसकेपछि मनुष्यको देह हटाई पन्छीको रूप तुल्याइदिने प्रियालाई धन्यवाद छ। धन्य विद्यता, तेरो गति कसैले पनि जान्न सक्दैन। नारीको प्रेममा बौला जस्ता भइसकेका शहजादा सूर्य विक्रम आफ्नै इच्छित प्रियद्वारा डाँफेको रूप पाएर उनकै सम्मुख उभिएका थिए तापनि उनको मनुष्य योनिको सम्झना र बुद्धि विवेक लुप्त भएको थिएन। केवल मनुष्य जस्तो बोल्ने शक्ति लुप्त भएको थियो। आफ्नो प्रेममा पागल हुने एउटा बादशाहलाई पन्छीको रूपमा आफ्नै सम्मुख दयनीय अवस्थामा उभिएको देखेर सुनकेशरा मैयाले एउटी चतुर सखीतिर हेरेर भनिन्, चपला, यो विचित्र पन्छीलाई यस्तो द्वीपमा छाडेर आइज जहाँ फलफुल पानी आदि केही पनि नपाइने होस्। मेरो शत्रुको सन्तानलाई यो दण्ड उचित छ। यो त्यही बसेर दाना पानी केही नपाई केही दिनमा स्वयं मर्नेछ। आफ्नी मालिकनी सुनकेशरा मैयाको हुकुम पाएपछि हुन्छ आज्ञा पालन गर्दछु भनेर पन्छी रूप शाहजादालाई लिई त्यहाँबाट हिँड्न लाग्दा फेरि भनी, म यस पन्छीलाई हजुरको हुकुम अनुसार मनुष्य र फलफुल र पानी समेत नपाइने स्थानमा छाडेर आउँछु भन्दै हिँडी। अलि पर पुगेपछि त्यो चपला आफ्नो मनमा तर्क गर्न लागि र दया पनि आयो। हे भगवान, मेरो स्वामिनीले आज यो साह्रै नराम्रो काम गरिन्। यी बादशाह सूर्य विक्रम अहिले कलिलै उमेरका युवक छन्, तर अब अन्न पानी बिना नै निर्जन टापुमा मर्नेछन्। हाम्री मैया त निकै दयालु प्रकृतिकी हुन्, तर रिसले गर्दा यस्तो हुकुम दिन् तापनि शान्त भएपछि अवश्य पछुताउनु पर्नेछ। अतः म यी भारतवर्षका बादशाहलाई कुनै रमणीय द्वीपमा लगेर छाडिदिन्छु। कुनै प्रकार बाँचिरहे भनेपछि कुनै समयमा यी दुवैको अवश्य मेलमिलाप हुनेछ। यस्तै अनेक तर्क गरेर त्यो सखीले पानी र फलफुल भएको रमणीय द्वीपमा लगेर डाँफे रूप सूर्य विक्रमलाई छाडेर आफू सुनकेशरा मैयानिर आएर बसी। शहजादा सूर्य विक्रम आफ्नो नौरङ रूप देखेर अत्यन्त चकित भई मनमनै चिन्ता गर्न लागे। फेरि आफ्नो प्वाखहरूमा बढ्ता र बेगले उड्ने शक्ति नहुनाले आफ्नो राजधानी फर्कन पनि सकेनन् र विवश भई कष्टका दिन त्यही बिताउन लागे। दिनभरि अन्य पन्छीहरूसित मिली आहारा खोजेर खान्थे। रात परेपछि सबैभन्दा अग्लो वृक्षमा एक्लै बसिरहन्थे। 3-4 दिनपछि त्यहाँ एउटा ब्यादा चरा पक्रने व्यक्ति आफ्नो जाल लिएर त्यही स्थानमा आइपुग्यो। त्यस बेला डाँफे बनेका शहजादा अन्य पन्छीहरूका साथै खेतमा चरिरहेका थिए। त्यो शिकारी व्यक्तिले जाल हानेर अन्य पन्छीहरूका साथै डाँफे पनि समात्यो। त्यस ब्यादाले त्यस्तो राम्रो पन्छी जीवनमा कहिल्यै पनि नदेखेको हुनाले उसलाई साह्रै मन पर्यो र यस पन्छीको रङ्गीन प्वाख र रूप देखेर राजा अवश्य प्रसन्न हुनेछन्। अतः यो पन्छी राजालाई टक्र्याउँछु र केही इनाम बकस पाए भने मेरो सारा दुःख दरिद्र भागेर जानेछ। यस्तो तर्क गरेर डाँफेलाई बोकेर त्यही नगरको मुख्य बजारमा गयो। बजारमा पन्छी बोकेर हिँडिरहेको ब्यादालाई देखेर तथा नयाँ रूप रङ्गको पन्छी देख्दा बाटो हिँड्ने पथिकहरू छक्क परेर ब्यादालाई छेकी हेर्न लागे। एक व्यक्तिले पन्छीको मूल्य कति हो भनेर सोध्यो, तर ब्यादाले यस्तो पन्छी लिएर तिमीहरूलाई के काम, यो पन्छी किन्ने विचार त्यागिदेऊ भनेर उत्तर दियो। त्यस व्यक्तिले मलाई यो पन्छी देऊ, यसलाई घर लगेर पाल्दछु। पन्छी राम्रो र विचित्रको रहेछ भनी निकै हट गरेपछि ब्यादाले भन्यो, महाशय, तिमी यसको मूल्य दिन सक्दैनौ। तिमीले दिने 500 असर्फीमा म यो पन्छी बेच्दिन। यो पन्छी त राजा वजिरले किनेर उचित सुरक्षा गरी राख्ने हो। अतः म यो पन्छी महाराजका हजुरमा चढाउँछु। मेरा दिन फर्कने रहेछन् भने राजाले पन्छी मन पराएर मलाई यो ब्यादावृत्ति गर्नै नपर्ने तुल्याइदिन सक्दछन्। यस्तो जवाफ दिएर सरासर महाराजको महलतिर प्रस्थान गर्यो।
त्यो ब्यादा महलको मूल फाटकमा पुग्दा संयोगले महाराज बाहिरी पटाङ्गिनीमा उभिएर मूल बाटोको चहल पहल रमिता हेरिरहेका थिए। त्यसै बखत ब्यादाले पन्छी लिएर आएको देखि पन्छी किनेर पाल्ने विचारले एउटा मानिस पठाई ब्यादालाई डाकेर मोल सोधे। अनि ब्यादाले भन्यो, सरकार, यो पन्छी मैले बिक्री गर्न होइन कि सरकारलाई मन पर्यो भने मेरो दुःख दरिद्र नै हटाउनेछ भन्ने आशाले ल्याएको हुँ। अब सरकारको जो हुकुम हुन्छ म त्यसै अनुसार गर्न तयार छु। ब्यादाको कुरा सुनेर राजाले यो ब्यादालाई सुनको 50 असर्फी दिनु भन्ने आज्ञा दिई पन्छी दरबारमा लगे। ब्यादा मूल्य पाएर प्रसन्न हुँदै घर फर्कियो। अनि राजाले आफ्नो मन्त्रीलाई पन्छी देखाएर